यो मेरो अर्को भिडियो खाली समयलाई कसरी सदुपयोग गर्ने विषयमा मैले मेरो भिडियोमा 2-3जना व्यक्तिहरूलाई के भन्छ निम्तो दिने निर्णय गरेको छु। एउटा विवेकलाई, अर्को विनय ल्याउनु त्यो छोड्यौ न त्यो भिडियो त भरे भइहाल्छ नि। ह्यान्डसम बन्दा सक्कलले होइन क्या, अक्कलले ह्यान्डसम हुनुपर्छ। जस्तै कि हामी ल्याउनु पिक्चरमा आउनु एउटा भिडियोमा अलिक यता आँटेन मेरो क्यामेरा, फोन नै सानो छ। खाली समयलाई हामीले कसरी सदुपयोग गर्ने, सही सदुपयोग यसरी हेरेर रिसाएर हेरेर कि चुप लागेर बसेर कि हाँसेर कि के भन्छ फोन चलाएर भिडियो हेरेर के गरेर चाहिँ हामीले चुप्पाको बारेमा कुरा नगरौँ। गाह्रो हुन्छ फेरि कोहीसँग को त टाढो के हो त मलिरहेको कसरी गर्ने त। ल विनयलाई के लाग्छ खाली समयलाई कसरी सदुपयोग गर्दा उचित हो? हामी चाहिँ खाली समयलाई अहिले खाली समयलाई केही नयाँ कुरा गरौँ, के क्रिएटिभ कुराहरू गरौँ नि त। जस्तै भिडियो अर्को टेक्निक भिडियोमा जाने जलिना तेरी भी जलिना के हुन्छ अक्षय के अरे उयसको भिडियो, अक्षय कुमार कि कसको भिडियो छ तेरी भी जलिना त्यो मुझसे शादी गरेको के भन्नु नि त, के गर्दा चाहिँ ठिक होला त। स्वर्ग त जाँदैन नि केटाहरू, सत्य हो। चनै मुखमा हाल्दै आएको गर्दा गर्दै भित्रै छिरो मुखभित्रै होइन चना नि गर्दाखेरि पाप हालिदिँदै हाल्यो नि आनन्दले बसेको छ चकचक चाहिँ यतिसम्म मात्रै छ केटाहरूको हो। एउटा कन्टेन्ट भइहाल्यो चकचक भन यस्तो छ हजुर, अड्किँदैन दिदी। हाम्रो राम्री दिदी, प्यारी दिदी, सबको दिदी, उमा दिदी हजुर झन्डै मारिस नि भाइ विनयलाई। म त्यही रिसाएर कस्तो निधाएर कुम्चाइराखेको छ, झन्डै माऱ्यो यो मान्छेलाई विवेकले। भित्रै छिरो नि यहाँ पुगेको कसो निकाल्नु निली घोडाहाल्यो कसरी पुग्यो त्यति साह्रो सोच्दै अनि यस्तो गरेर लुकेर हो यो विषयलाई एकदम यो टपिकलाई यो पानी मलाई दिनु। के गर्दा ठिक होला त विनय? खाली समयलाई हामीले कसरी सदुपयोग गर्दा ठिक होला? टप्पनाको समोसा छ देखि त मेरो मात्रै छ भने जस्तो भिडियोमा त समोसा जस्तो छ कसैको, सिङ्गडा जस्तो छ कसैको जस्तो छ। त्यहीँको स्पेस फुल मात्रै हुन्छ अहिले त हेर्छ केटा सेरी कहाँ हो? एउटा बनाउनु पऱ्यो क्लिप कन्टेन्ट हो। कन्टेन्ट बोल नि भन् न। सही खाली समयलाई कसरी सदुपयोग गर्दा त्यो चाहिँ भन्नु, कसरी गर्दा उचित होला त? अनि हेर्ने भिडियो मान्छेहरूले पनि उयो गरिदिन्छ नि त, के अरे कमेन्ट गर्छ के हुन्छ सही सदुपयोग कसरी गर्ने त? यस्तो गरेर मात्रै त हुँदैन केटा हो, यस्तो मात्रै त हुँदैन केटा हो। सही सदुपयोग समयलाई कसरी गर्ने भन्दा अब ल सही सदुपयोग, अब हामी अहिले खाली छौँ, यो समयलाई के गरेर उचित गर्दा हुन्थ्यो त? हामीले भिडियो बनाएर उचित गऱ्यौँ कि? फर्स्ट अफ अल त सबैभन्दा
प्राथमिकता दिनुपर्छ शरीरलाई। खाली टाइममा थोरै शरीरलाई रेस्ट गर्ने। शरीर रेस्ट भयो भने मात्रै अरू कुरा हुनसक्छ। शरीर नै बिरामी भयो भने अरू काम गर्न सकिँदैन। मतलब त अल्छी तँलाई अल्छी लागिरहेछ होइन होइन अल्छी लागिरहेछ तँलाई मतलब थाहा भइसक्यो। समयलाई सदुपयोग गर्नुपर्छ। काम छैन हौ माइलाको काम छैन यी माइला काम बडा तपाईँको माइला काम लागेन इमान्दार महिला सत्य चौँडा छिटो गएछ। हामी पनि विजयले साँच्ची फिल्म बनाउँछु भन्दै थियो। म त हिरोमा त जाँदिनँ, भिलेन गुन्डामा त फिक्स हो। हिरोमा विनय छ, साइड हिरोमा तोखेली अल्छस भाइ, हिरोनी पनि केटाहरूको छँदैछ। गुन्डालाई त अब के हिरोनी चाहियो। हाइटमा बसेको जस्तो थियो अरे भाइ ठो गरेर सोच्छ है को विनय हाइटमा अस्ति म विनय अनि गौरव भाइ जाँदाखेरि गौरव भाइरामा चाहिँ पुरा नाच है। ऊ चाहिँ बिजनेसम्यानहरूले कस्तै सोच्छ भाइ। गम्भीर त्यो ठुल्ठुलो मिलियन बिलियनको डिसिजन लिनु पर्दाखेरि कस्तो हुन्छ यस्तो नहाँसी गम्भीर यस्तो गरेर नि सोचाइ पनि फेरि यहीँनिर यसो गरेर टाउको दुखेर हो त्यो दिन चाहिँ यसपालि रमाइलो गर्दाखेरि कसैको टाउको दुख्छ। त्यो रमाइलो पनि ओभरफ्लो भएपछि चाहिँ यहाँसम्म आइन्जेल तिम्रो त यहाँ आइपुगेछ, मेरो चाहिँ यहाँसम्म आइपुगेको थियो। के अब यो हामीले 7 मिनट यत्तिकै बेकार बोलेर कटायौँ कि केही ज्ञानको कुरा गऱ्यौँ त? ज्ञानको कुरा सुन्नु नि कि त्यो मान्छेले चाहिँ कुरालाई फिल्टर गरेर लिन जान्नुपर्छ है। त्यो मान्छेले फिल्टर गरेर कुरालाई जसले त्यो कुराहरू लिन सक्छ नि त्यो मान्छेले भट्टीमा पनि ज्ञानको कुरा भेट्छ क्या। भोलिदेखि सबैले फिल्टर बोकेर हिँड्नु है। आफूले लिने कुरालाई चाहिँ जेलाई पनि फिल्टरिङ गरेर लिन जानु पऱ्यो। जेलाई के कुरा साँचो के लाग्छ? के कुरा साँचो हो त? मान्छेको बुझाइमा फरक पर्ने कुरा हो होइन। उयो भन्नु पऱ्यो फिल्टरको जालीहरू कतिको त्यो छ होइन क्वालिटीको कुन क्वालिटीको एकदमै वास्तविक कुरा गर्नुपर्छ मान्छेको बुझाइमा। जो मान्छेले सकारात्मक कुराहरूलाई मात्रै एकदमै राम्रो तरिकाले बुझ्छ, नकारात्मक कुराहरूलाई बाहिर पन्छाउँछ, इग्नोर गर्छ भने त्यो मान्छेलाई ज्ञान खोज्नको लागि टाढो जानु पर्दैन कि त्यो मान्छेले भट्टीमा पनि राम्रो ज्ञानहरू लिन्छ। आफूमा हुनुपर्छ इच्छा हुनुपर्छ, बुझ्ने कसरी माग्नेले पनि दिन सक्छ शिक्षा भन्ने कुरा चाहिँ विनयले प्रमाण दिइसकेको छ। कसरी लिन्छ जस्तै तपाईँले मलाई एउटा कुरा भन्नुहुँदैछ अहिले होइन, त्यो मैले कसरी बुझ्छु, कसरी मैले लिन्छु, त्यो बुझाइमा लिने तरिकामा फरक पर्ने कुरा हो होइन। अब यो मेरो भनाइ होइन, यो चाहिँ विश्वव्यापी महापुरुषहरूको यस्तै महापुरुषहरूको अब पापाले त पापा भने महापुरुष आध्यात्मिक महागुरुहरू भनाइ हो यो चाहिँ एकदम। यो 7 देखि 9 मिनटको बिचमा चाहिँ यस्तो ज्ञानको कुरा भएको छ नि होइन। महाभारतमा पनि यो कुराहरूको चाहिँ मेन्सन भएको छ है केटा हो। यो चाहिँ फेरि विनयले बोलेको छ साँच्ची भनेको फेरि यता छ इमान्दार महिला पनि हुन्छ। तपाईँहरूलाई म अन्तिममा जाँदा के भन्छु भने आफूले राम्रो काम गर्नुहोस्, सधैँ आफ्नो कर्म गर्नुहोस्, आफ्नो एकदमै इमान्दारिता वफादारिता आफ्नो कर्ममा देखाउनुहोस्। पाप पुण्यको काम कुरा सोच्न छोडिदिनुहोस्। त्यो पाप पुण्य तपाईँले भगवान्माथि छोडिदिनुहोस्। तपाईँहरूले आफ्नो कर्म गर्नुहोस्, आफ्नो कर्म गर्नुमै तपाईँहरूको धर्म छ। ठिकै छ ठिकैसँग त्यो त भइहाल्छ नि। भगवान्ले सबैलाई एक एकवटा तैँले यो गर भनेर एकवटा कर्म छुट्याइदिएको छ, एकवटा कर्म थलो बनाइदिएको छ होइन।
भगवान् भन्दा पनि प्रकृतिले भनौँ प्रकृतिमा छ नि त अब सबै धेरै छुट्टा छुट्टै कुरा फिल्डको छ। मान्छेहरू छ छुट्टा छुट्टै फिल्डको छुट्टा छुट्टै स्थलहरू छ गर्ने कर्मस्थलहरू छ मान्छेले चाहिँ आफ्नो कर्मलाई चाहिँ एकदमै इमान्दारिताका साथ आफ्नो कर्तव्य निभाउनु पऱ्यो आफ्नो कर्म गर्नमै धर्म छ भन्ने महाभारतमा कृष्णले भनेको छ। अब हामी पनि जोतिन गइसक्यौँ आफ्नो कर्म थलोमा ल हामी कर्म गर्न हाम्रो गयौँ जोतिने बेला बाई भयो। बाई